आज चाहिँ चिम्सीको बिदा र बिदाको दिन यसै बस्ने त कुरै भएन। सधैँ चाहिँ आज पनि दिनको सुरुवात भयो धुपबत्ती बालेर। युके आएपछि नेपाली खाना खाने टाइम भनेको कमै हुन्छ मेरो, त्यही भएर आजको टार्गेट भनेको नेपाली खाना बनाउने। त्यही भएर हस्याङ फस्याङ गर्दै लागे किचनतिर। किचनमा मात्र के पुगेको थियो, डोरबेल बजिहाल्यो। मेरो पार्सल आएको रहेछ, पार्सल रिसिभ गरेँ। त्यसपछि फेरि घरभित्र लागेँ। यसो के घरमा टर्न भएको थिएँ, ढोकामा भएको घन्टीमा आँखा परिहाल्यो अनि मैले पनि ट्याङ्ग गरेर बजाइहालेँ। त्यसपछि किचनमा आएर सबभन्दा सुरुमा बनाएँ ब्ल्याक कफी। कफी पिउँदै त्यसपछि सोच्न थालेँ आज नेपाली खाना के बनाऊँ भनेर। फाइनली मैले डिसाइड गरेँ कि चिम्सी स्टाइलको पुलाउ अनि चिम्सी स्टाइलको भुन्ने माछा हालेको आलुदम अनि चिकन करी अनि पिरो चटनी बनाउँछु भनेर। तर कुकिङ स्टार्ट गर्नुभन्दा अगाडि मैले चाहिँ मेरो च्यानलको एनालाइज हेर्न लागेँ। च्यानल स्टार्ट गरेको पनि 7-8 महिना भइसक्यो, तैपनि सोचेको जस्तो रिजल्टै छैन। तैपनि सोचे ठिकै छ, कुनै दिन राम्रो होला नि भनेर 15 मिनट जति चाहिँ मेरो च्यानलको एनालाइज हेरिसकेपछि चाहिँ लागेँ म चाहिँ कुकिङ गर्नतिर। यो चाहिँ बनाएँ मैले चिम्सी स्टाइलको काजु बदाम गाजर खेराउ हालेर चाहिँ पुलाउ। अब हेर्दा चाहिँ त्यस्तो वाउवाला लुक चाहिँ आएको छैन, तर खाँदा भने त्यो वाउवाला चाहिँ भाइब चाहिँ मलाई भने आएको थियो। त्यसपछि बनाएको थियो मैले यो चिकन करी, अ काइन्ड अफ स्पाइसी पिरोवाला। त्यसपछि मैले बनाएको थियो पिरो टोमेटो चटनी। चटनी चाहिँ मैले काइन्ड अफ स्पाइसी एकदम पिरो बनाएको थिएँ, जसमा चाहिँ मैले काँक्रा प्याज अनि गार्लिक टिमुर हरियो खुर्सानी हालेर गरेको थिएँ। मलाई चाहिँ यो भुन्ने माछा चाहिँ एकदम मनपर्ने भएको हुनाले चिम्सी स्टाइलको भुन्ने माछा हालेर चाहिँ मेरो टाइपको मलाई मनपर्ने खालको आलुदम बनाएको थिएँ। यो त थियो मेरो आजको कुकिङ, जुन चाहिँ विदिन 3 आवर्स सबै रेडी भइसकेको थियो। पेटभरि खाना खाएपछि बेलुकातिर चाहिँ म चाहिँ निस्केँ स्वान्सीतिर हावा खान।